नमस्कार आदरणीय काभ्रेवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूले अमूल्य मत दिई मलाई काभ्रे क्षेत्र 2 बाट निर्वाचित गराइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। विजय र्यालीको रूपमा यहाँहरूको घर दैलोमा विजय र्याली लिएर सिन्दुर बाजागाजा सहित आउन सकिन। यो निर्वाचन भइरहँदा र हामी विजय भइरहँदा जेएनजी पुस्ताको आन्दोलनमा परि 70 भन्दा बढी भाइ बहिनीहरूको बलिदानी भएको छ। आज त्यो घर दुःखमै छ, त्यो घरमा सन्नाट छाएको छ। यस परिस्थितिमा पार्टीको नेतृत्वबाट पार्टी सभापति आदरणीय रवि लामिछानेज्यू, वरिष्ठ नेता बालेन शाहज्यूबाट विजय र्यालीलाई त्यो ढङ्गबाट नमनाउनको लागि भन्ने कुरा निर्देशन भएको कुरा पार्टी उपसभापति आदरणीय डीपी अरियालबाट भिडियो सन्देश प्राप्त गरिसकेपछि हामीले विजय र्याली नमनाउने निर्णय गरेका छौँ। तर हामी तपाईको टोल आँगनीमा, चोक चौतारीमा तपाईहरुलाई धन्यवाद दिन, तपाईहरुका कुरा सुन्न र त्यो जिम्मेवारीलाई इमानदार तरिकाले निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्न तपाईहरुको बीचमा हामी आउने नै छौँ। अत छिटै तपाईहरुको टोलमा आउने बाचाको साथ यहाँहरूलाई पुनः एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। नमस्कार।